नमस्ते। मैथिली ट्युसनको 5औं कक्षामा हजुरहरूलाई स्वागत छ र हामी आशा गर्छौँ तपाईहरू यो क्लास इन्जोय गरिराख्नु भएको छ र यसबाट लकडाउनमा अहिले नयाँ भाषा सिकिराख्नु भएको छ। साथीहरू, हामीले तेस्रो कक्षामा तपाईहरूलाई केही होमवर्कहरू दिएका थियौँ। 5वटा शब्द थियो। त्यसमध्ये पहिलो शब्द थियो चङ्गेरा। चङ्गेराको अर्थ के होला त? यदि तपाईँ मधेसतिर घुम्न आउनु भएको छ भने हाम्रो विभिन्न फेस्टिभलमा तपाईँले रातो कलरको बाँसले बनेको र त्यसमा रातो पेन्ट लगाइएको, रातो कलर लगाइएको डालीहरू हेर्नुहुन्छ होला, जसलाई विभिन्न पूजाआजाहरूमा युज गरिन्छ, विभिन्न पर्पजको लागि युज गरिन्छ। कतिजना त यता आउँदा गिफ्ट पनि किनेर लानुभयो होला कतिजनाको लागि। सो त्यो डालीहरूमध्ये नै एकदम ठुलो डाली जुन रातो रङ्गले रङ्गिएको हुन्छ, बाँसलाई स्पेसली बनाइएको हुन्छ, त्यसलाई चङ्गेरा भनिन्छ। यदि तपाईँले हाम्रो च्यानलको फोटोग्राफ पनि हेर्नु भएको छ भने त्यहाँ चङ्गेराकै फोटो छ। त्यसपछि चौकी। चौकी भनेको खाट हो। खाट पनि दुई किसिमको हुन्छ। एउटा खाट जसलाई डिफ्रेन्ट उसको पार्ट्सहरूमा हामी छुट्याउन सक्छौँ, तर एउटा खाट कस्तो हुन्छ भने त्यसलाई पर्मानेन्टली जोडिसकेका हुन्छ, त्यो छुट्याउन सकिँदैन। त्यो पर्मानेन्टली जोडिएको खाट जसलाई हामी छुट्याउन सक्दैनौँ त्यसलाई चौकी भनिन्छ। नैहर भनेको माइती। टिसन भनेको सुरुमा यसो सुन्दा मैथिली टिसन पनि सुन्दाखेरि तपाईँहरूलाई मैथिली ट्युसन हो कि जस्तो लाग्यो होला हाम्रो क्लासको नाम, तर टिसनको अर्थ ट्युसन होइन। टिसनको अर्थ स्टेसन हो। जस्तै ट्रेन स्टेसन, बस स्टेसन, ट्रेन टिसन, बस स्टेसन भनिन्छ। खड भनेको झुपडी पक्कै पनि सबैजनाले हेर्नुभयो होला आफ्नो लाइफ टाइम। यदि हेर्नु भएको छैन भने HUT हट भनेर पढ्नुभयो होला र त्यसको फोटोहरू हेर्नुभयो होला। झुपडीमा माथितिर छाइन्छ अथवा जसलाई भनौँ घरको माथि रुफ पार्ट यसरी जसले क्लोज गरिन्छ त्यसलाई खड भनिन्छ। खडहरूको कम्बिनेसनले नै हामी त्यो घरको चाडलाई छोपेको हुन्छौँ। सो साथीहरू, यो 5वटा शब्द थाहा पाइसक्नुभयो। आजको क्लासमा हामी तपाईँलाई घरमा युज हुने, घर आँगनमा हाम्रो युज हुने विभिन्न शब्दहरू नै तपाईँहरूको लागि लिएर आछौँ। अब यो शब्दहरू सिक्नुहोस् है त। सबसे हाम्रो पहिलो शब्द छ अङ्गना अथवा आँगन। तपाईँलाई आँगनको नेपालीमा पनि आँगनै भनिन्छ, मैथिलीमा यसलाई आँगन पनि भनिन्छ, अङ्गना पनि भनिन्छ। त्यसपछि दलान भनेको घरभन्दा बाहिर केही जग्गाहरू खेतीको पर्पजको लागि राखेका हुन्छ होइन। घरभन्दा ठ्याक्क बाहिर जहाँ त्यो अथवा पहिला हाम्रोतिर गेस्टहरूलाई घरमा ल्याउने चलन थिएन। घर भनेको फिमेलहरूको एरिया, सो बाहिरको मान्छेहरूलाई घरमा त्यति ल्याउने चलन थिएन। बाहिरै एउटा छुट्टै घर जस्तो बनाएको हुन्थ्यो, घरकै नजिकै त्यो द्वार दरवाजाहरूमा। त्यहाँ चाहिँ त्यो स्पेसल घर जहाँ बसेर गफगाफ गर्ने, बच्चाहरू खेल्ने कुद्ने, मेलहरू दिनभरि त्यहाँ बस्ने त्यस्तो हुन्थ्यो। त्यसलाई चाहिँ दलान भनिन्छ। दलान भनेको घरको नजिकैको जग्गा जहाँ ठुलो घरहरू बनाएको हुन्छ, ठुलो हल टाइपको घर हुन्छ, त्यसलाई दलान भनिन्छ। त्यसपछि ओसारा भनेको घरको अगाडिको स्पेस, सानो स्पेस जहाँ हामी विभिन्न कामको लागि युज गरेर आउँछौँ। ओसारा भनेको बारदली टाइपको अथवा बाल्कनी टाइपको हो। त्यसपछि दुहाएर भनेको घर ठ्याक्क जब सकिन्छ नि, घरको गेट जहाँ सकिन्छ, जहाँ हाम्रो ढोका सकिन्छ, त्यो स्पेसलाई, अगाडिको स्पेसलाई दुहाएर भनिन्छ। चौकट भनेको घर बनाउँदा तपाईँले जहिले पनि घरको यस्तो सेप छ, अब गेटको यो चौखुट टाइपको सेप हुन्छ प्राय। अनि त्यसमा यदि तपाईँले केही राख्नुहुन्छ, काठ राखिन्छ नि त्यसलाई फ्रेमिङ गर्नलाई, त्यसलाई त्यसको लोवर पार्टलाई जुन जग्गासँग जोडिएको हुन्छ त्यसलाई चौकट भनिन्छ। भन्साघर नामले नै क्लियर छ। भन्साघर भनेको भान्साकोठा। गोसाई घर भनेको कुलदेवतालाई जुन घरमा राखिन्छ पूजा गर्नलाई, त्यो भनेको गोसाई घर हो। कोनिया घर भनेको कुनातिरको घर। मैथिलीमा कुनालाई कोना भनिन्छ, कोना। त्यही भएर कोनातिरको घर भनेको कोनिया घर हो। खेत शब्द हामी परिचित नै छौँ। नेपालीमा पनि खेत नै हो, मैथिलीमा पनि खेत नै हो। खडिहान भनेको खास खेतीबाडी पर्पजकै लागि। अब बाहिर खेतबाट तपाईँले जम्मै यो के भन्छ बालीहरू काटेर ल्याउनु भएको छ, कहाँनिर राख्नुहुन्छ ठ्याक्क काटेर ल्याएपछि अब त्यसलाई धेरै स्याहार गरेर अनि मात्रै हामी घरमा भित्राउँछौँ नि, त्यो कामहरू जति पनि भइरहेको हुन्छ त्यो प्लेसलाई खडिहान भनिन्छ। त्यसपछि बाडी वर्ड थाहै छ। ठ्याक्क घरको अगाडि जुन हामी तरकारी उब्जाउनलाई राखेको हुन्छौँ त्यसलाई चाहिँ बाडी भनिन्छ।
लोटा, लोटा शब्दसँग धेरैजना परिचित हुनुहुन्छ पनि होला, केहीजना नहुनु पनि हुन्छ होला। लोटा भनेको पानी खाने भाँडो, पानी खाने गिलास पनि हुन्छ, तर गिलासभन्दा ठुलो यस्तो सेपको लोटा हो। त्यसपछि लोटा भयो, मैथिलीमा गिलासलाई गिलासै भनिन्छ। थारी, थारी भनेको थाल, गिलास भयो। त्यसपछि करच, करच भनेको डाडु। छोल्नी, छोल्नी भनेको पन्यु। पिँढी, पिँढी भनेको बस्नलाई राखेको काठको पिड्का। चुल्ही, चुल्ही भनेको चुला, खास गरी माटोको चुला जुन पहिला युज गरिन्थ्यो त्यसलाई चुल्ही भनिन्छ। त्यसपछि फाँसुल, फाँसुल भनेको तरकारी काट्न जुन युज हुन्छ, के भन्छ, चुलेसी, त्यसलाई फाँसुल पनि भनिन्छ र हाँसु पनि भनिन्छ। त्यसपछि कोठी र ठेक, कोठी र ठेक दुईटै उस्तै उस्तै हुन्, दुवै चामल अथवा गहुँ स्टोर गर्नलाई युज गरिन्छ। तर उनीहरूमा फरक के हो भने कोठी माटोले बनेको हुन्छ भने ठेक बाँसले बनेको हुन्छ। बाँसलाई बिनेर अनि त्यसमा माटो लगाएर पहिला पहिला राखिन्थ्यो। अहिले त अब स्टिलको एल्युमिनियमको ड्रामहरू आइसक्यो, तर पहिला पहिला हामी चामलहरू स्टोर गर्नलाई के युज गर्थ्यौँ, हाम्रो मम्मीहरू हजुरआमाहरूले माटोकै बनाइन्थ्यो ठुलो यस्तो घर जस्तो, जसमा स्टोर गर्न सकियोस्। माथिबाट हाल्ने ठाउँ हुन्थ्यो भने तलबाट निकाल्ने ठाउँ हुन्थ्यो, सानो पल खोलेर निकाल्न सकिन्थ्यो। त्यो कोठी र ठेक उस्तै उस्तै हुन्छन् सेपमा, तर फरक यति हो, कोठी माटोले बनेको हुन्छ, ठेक चाहिँ बाँसले बिनेर त्यसमा माटो लगाइएको हुन्छ नजर्नलाई। त्यसपछि कल, कल भनेको ह्यान्डपम्प, धेरैजनालाई थाहा पनि होला, धेरै थाहा नहोला। कल भनेको ह्यान्डपम्प, तपाईँ तराई आउनुभयो भने पानी खानलाई पानीको रिसोर्सको रूपमा मोस्टली कल नै युज गरिन्छ। कल चलाएर कलबाट पानी ल्याइन्छ। डिबिया, डिबिया भनेको टुक्की। सुप, सुप भनेको नाङ्लो, हामी त्यो चामल फट्किनलाई जुन युज गर्छौँ, चामल बिच्न ओर्नलाई, चामल केलाउनलाई। त्यसपछि छिट्टी, छिट्टी भनेको पनि बाँसले नै बनेको हुन्छ, ठुलो बाँसलाई नै बिनेर बनाएको हुन्छ, तर त्यसमा कुनै कलरहरू लगाएको हुँदैन। त्यो ओरिजिनली जस्तो बाँसले बनाएको हुन्छ त्यस्तै हुन्छ, र त्यो सबसे ठुलोवाला हुन्छ। मोस्टली तरकारी बेच्नहरूलाई राखेको हुन्छ नि, मोस्टली तरकारीहरू छिट्टीमै राखेर बेचिन्छ। छिट्टी र ढाकी एउटै कुरा हो, ढाकी भनिन्छ अर्को। अनि डलिया, डलिया भनेको बाँसले नै बनेको, बिनेको, कलर पनि गरेको, तर सानो खालेलाई डलिया, ठुलोलाई चङ्गेरा भनिन्छ। चलनी, चलनी भनेको पिठो चाल्न जुन हामी युज गर्छौँ त्यसलाई चलनी भनिन्छ। दतमन, दतमन भनेको गाउँघरतिर तपाईँ आउनुभयो भने ब्रसको सिस्टम हुँदैन, बाँसको अथवा निमको हामीलाई सानो टुक्रा दिइन्छ यत्रो, त्यो उसको हाँगा टिपेर, अनि त्यसले हामी जसले ब्रस गर्छौँ, मुख धुने गर्छौँ, त्यसलाई दतमन भनिन्छ। चक्कु, चक्कु भनेको पनि थाहा छ, हामीले त्यो जोडेको मात्रै हो, यस्तो सामानो चक्कु भनेको तरकारी काट्ने युज गर्ने, केही पनि काट्ने युज गर्ने चक्कु। डिब्बा, डिब्बा भनेको बट्टा, जस्तै त्यो धनियाँ खुर्सानीहरू हामी त्यो केमा बट्टामा त्यो उसको धुलोहरू स्टोर गर्न राख्छौँ, त्यसलाई डिब्बा भनिन्छ। तसला, तसला भनेको भात पकाउन युज गर्ने हो, मलाई नेपाली वर्ड यसको एक्ज्याक्टली थाहा छैन। तसलाको सेप कस्तो हुन्छ भने यस्तो तल पिँतिर हुन्छ, सानो यस्तो ठुलो हुँदै गएको हुन्छ, फेरि माथि यस्तो सानो बनाउँदै गएको हुन्छ। त्यो तसला खास गरी भात पकाउनलाई, पानी उमाल्नलाई पहिला युज गरिन्थ्यो। चुलामा तसलामा खाना पकाउन सबसे सजिलो हुन्थ्यो पहिला, जति बेला प्रेसर कुकर थिएन हामीसँग। डेक्ची, डेक्ची भनेको माथिदेखि तलसम्म फ्ल्याट नै हुन्छ, एउटै सेपको हुन्छ, कहीँ पनि केही बिग्रिएको हुन्छ। तसलामा तलबाट माथि आउँदा अलिक फ्ल्याट हुँदै जान्छ र फेरि माथि जाँदाखेरि अलिकति सानो हुँदै जान्छ उसको मुख। कठौत, कठौत भनेको बाटा, ठुलो बाटा जुन हामी लुगा धुन अथवा केही सामानहरू राख्न युज गर्छौँ। त्यसपछि हरैद अथवा हर्दी, हर्दी भनेको बेसार। धनियाँ, धनियाँ वर्ड थाहै छ, यो हामीले लेखेको मात्रै हो। मिर्चाई, मिर्चाई भनेको खुर्सानी हो। त्यसपछि जिर मरिच, तपाईँले यदि नेपालीमा जिरा भन्नुहुन्छ होला, हामी त्यसलाई जिर भन्छौँ मैथिलीमा। मरिच नेपालीमा पनि भनिन्छ, मैथिलीमा पनि मरिच नै भनिन्छ। खिड्की, खिड्की भनेको झ्याल। अनि केबायर, केबायर भनेको ढोका, केबायर पनि भनिन्छ, केबारी पनि भनिन्छ। त्यसपछि सिलौट र लोढी, सिलौटो र लोढी भनेको त्यो सिलौट भन्छ त्यसलाई मैथिलीमा, सिलौटालाई नेपालीमा सिलौट भनिन्छ। लोढी भनेको त्यसकै जोडी जसले हामी त्यो केही पनि कुरा पिस्नलाई युज गर्छौँ। अब यस्तै सन्दर्भमा यदि तपाईँलाई केही चिज सोध्नु छ कि यो सामान कतातिर छ हैन भने हामी मैथिलीमा सोध्छौँ फन्ना चिज कता छै, फन्ना चिज कता छै। जस्तै फाँसुल कता छै, चुलेसी कता छ। अर्को के हुन सक्छ,
थारी कत छै, थारी ओसारा पर देहल छै। हस् त साथीहरू, हामीले आशा गरेछौँ तपाईँले यो क्लास एकदम इन्जोय गर्नुभयो होला र यो शब्दहरू आज सिक्नुभयो होला। यिनीहरूलाई बिस्तारै युज कसरी गर्दै जाने हामी अर्को क्लासमा पनि सिकाउँदै जान्छौँ। अहिले यो आफ्नै घरमा तपाईँ सामानहरू हेरेर मैथिलीमा यसलाई यो बनिन्छ जस्तै खाना खान थाल्नुभयो भने आज थालमा नखानु होला, आज सबैजना थारीमा खाना खाइदिनु होला है। हस्, म अहिले बिदा लिन्छु तपाईँहरूबाट। धन्यवाद, र हामी अर्को क्लास पनि लिएर आउँछौँ तपाईँहरूको लागि। हस् त, नमस्ते, धन्यवाद, प्रणाम।